मेरा समुदायमा एउटा प्रष्टीकरण जस्तो पनि हुन्छ भन्ने उहाँको आशय रहेको हुँदाखेरि म अहिले के छ भन्दाखेरि यहाँ केन्द्रीय अध्यक्ष नभएको भए म केही समय लिन्थेँ। अब 77 जिल्लाको कमान्डर राप्रपाको केन्द्रीय अध्यक्षलाई यहाँ चाहिँ नि मैले भुलाएर यहाँ मैले धेरै समय लिन उपयुक्त नहोला। त्यसमाथि हाम्रो चाहिँ नि राप्रपाको राष्ट्रिय आइडल हाम्रो खुशबु ओलीजी हुनुहुन्छ। उहाँ खुबसुरत पनि हुनुहुन्छ, उहाँ प्राज्ञले पनि धेरै खुबसुरत हुनुहुन्छ र अहिले राप्रपाको एउटा मेचीदेखि महाकालीसम्म राप्रपालाई नवीन राप्रपाको रूपमा उहाँले चाहिँ नि लिएर गएको मैले पाइरहेको छु। म दुईटा कुरा मात्रै भनिदिन्छु। धेरै हामी बौद्ध तिमी हिन्दूको पार्टीबाट टिकट लिएर आयो भनेर हाम्रो समुदायले गरिने क्वेसनवालाहरूलाई म एउटै कुरा भन्छु। हामी बौद्ध मार्गीहरूले साँझदेखि बिहान 24 घण्टा तपाईँले देखिरहनु भएको भए माला जप्नुहुन्छ। माला जप्दाखेरि ओम मणि पद्मे हुँ, ओम मणि पद्मे हुँ भनेर जपिरहनु भएको तपाईँ सबैले देख्नु भएको छ होइन? सबैले सुन्नु भएको छ नि होइन? ओम मणि पद्मे हुँ भनेर यो मन्त्रलाई बौद्ध धर्ममा षडक्षरी मन्त्र भन्छ। षडक्षरी मन्त्र भनेको 6 अक्षरको मन्त्र भनेको। अब यता शैव परम्परामा षडक्षरी मन्त्र चाहिँ ओम नमः शिवाय 6 वटा अक्षरको ओम नमः शिवाय यता षडक्षरी मन्त्र भयो। उता बौद्धमा चाहिँ नि षडक्षरी मन्त्र चाहिँ ओम मणि पद्म हुँ 6 वटा अक्षरको षडक्षरी मन्त्र। यो ओम मणि पद्मे हुँ चाहिँ कसको मन्त्र, कुन देवताको मन्त्र हो भन्दाखेरि अवलोकेतेश्वरको। लामाहरूले चाहिँ नि फाक्पा चिङ्रिसी भन्छन्। फाक्पा चिङ्रिसी भनेको अवलोकेतेश्वर भनेको। अवलोकेतेश्वरको मन्त्र चाहिँ नि ओम मणि पद्मे हुँ र ओम मणि पद्मे हुँ षडक्षरी मन्त्र चाहिँ कसको हो त भनेर कुन देवताको हो भनेर भन्दाखेरि हाम्रो बौद्ध शास्त्रमा चाहिँ नि फाक्पा चिङ्रेसी लाछेन पोला टुलवाङ भनिएको छ। त्यो भनेको फाक्पा चिङ्रेसी भनेको अवलोकेतेश्वर अनि लाछेनपो भनेर चाहिँ महादेव है। महादेवको करुणा स्वरूपको अवलोकेतेश्वर। यसरी चाहिँ नि महादेवको करुणाको स्वरूपको मन्त्र हो अवलोकेतेश्वर। र अवलोकेतेश्वर भने चाहिँ के हो भन्दाखेरि अवलोकन गर्ने ईश्वर भनेको। मैले सर्टकटमा भनेको अब अवलोकन गर्न त आँखा चाहियो नि होइन? आँखा त चाहियो नि हो। अवलोकन गर्नलाई चाहिँ नि आँखा चाहिएको हुँदाखेरि बौद्धको स्तूप र स्वयम्भूको स्तूपमा तपाईँहरूले दुईटा आँखा राखेको देख्नु भएको छ कि भएको छैन? देख्नु भएको छ नि हो। यो दुईटा चैत्य चाहिँ अवलोकेतेश्वरको। जहाँनिर आँखा राखिएको हुँदैन त्यो चैत्य चाहिँ बुद्धको हुन्छ है। यसरी अवलोकेतेश्वरको चाहिँ नि चैत्य बौद्धको चैत्य र स्वयम्भूको चैत्य र स्वयम्भूको चैत्य चाहिँ के हो त भन्दाखेरि चैत्यभित्र जसको गर्भगृह छ त्यो गर्भगृहभित्र चाहिँ शिवलिङ्ग राखिएको छ। त्यो शिवलिङ्ग चाहिँ भविष्यमा कलियुगमा नष्ट भ्रष्ट होला भनेर चैत्यले छोपिएको। यो कुरा कहाँ पाइन्छ भन्दाखेरि बौद्ध शास्त्र स्वयम्भू महापुराणमा उल्लेख गरिएको छ। भन्दाखेरि भित्र शिवलिङ्ग छ, बाहिर चैत्य छ
होइन? बाहिर चैत्य छ है, अनि त्यो चैत्य माथि, त्यो आँखादेखि माथि चाहिँ गोरखनाथको मूर्ति छ, राखिएको छ स्वयंको चैत्यको माथि। भनेपछि अब तपाईँले छुट्याउनुहोस् त, अब हिन्दू र बौद्धलाई छुट्याउनु पर्यो भने त्यो चैत्य खोलेर त्यो भित्रको शिवलिङ्ग फालिदिनु पर्यो, अनि त्यो माथिको मूर्ति पनि हटाउनु पर्यो। भन्दाखेरि हिन्दू र बौद्ध चाहिँ नि अन्यानुश्रित है, अब चाहिँ नि दुधमा पानी मिसिएको जस्तो है, दुधबाट पानी निकालिदिने भने दुध पाउडर हुन्छ होइन हो। यसरी चाहिँ नि हिन्दू र बौद्ध चाहिँ नि यसरी चाहिँ नि मिश्रित रूपमा चाहिँ नि अन्तर सम्बन्धित धर्म हो, र यसलाई चाहिँ नि हिन्दू र बौद्ध भनेर विभाजन गर्ने भनेको वैदेशिक शक्तिले गर्ने हो, जसले चाहिँ नि फुटाउ र राजगर भनेर आफ्नो जुन नीति लागू गर्नुहुन्छ समाजमा, त्यो शक्तिले गर्ने हो के। यसरी चाहिँ नि हिन्दू र बौद्ध अन्तर सम्बन्धित हो। एउटाले ओम नमो शिवाय भनेर महादेवलाई पुज्छन्, एउटाले चाहिँ नि ओम मणि पद्मे हुँ भनेर अवलोकितेश्वरको करुणाको प्रतीक महादेवको करुणाको स्वरूप अवलोकेश्वरलाई पुज्छन्। भन्दाखेरि हामी त्यति फरक हौँ, त्योभन्दा बढी फरक होइन है। यसैले हामीलाई चाहिँ नि हिन्दू र बौद्धलाई डिभाइड गरेर हिन्दूको पार्टी यो चाहिँ नि यसको पार्टी भनेर जुन हाम्रो समाजमा हामीले भड्काइरहेको छ, त्यो चाहिँ सनातन सभ्यताभन्दा बाहिरका पश्चिमेहरूले चाहिँ यसरी चाहिँ हाम्रो चाहिँ नि समुदायलाई भड्काइरहेको हुँदाखेरि मैले यहाँहरूको धेरै समय लिएन। हिन्दू र बौद्ध भनेको यसरी चाहिँ नि जोडिएका छ भन्दै मेरो यो मलाई यहाँ चाहिँ नि आयोजक समितिले 2 शब्द राख्न दिनु भएकोमा पुनः यहाँलाई चाहिँ आयोजक समितिलाई धन्यवाद दिँदै मेरो